ओके, यो चाहिँ रेडमीको नोट 14 सिरिज भरिकै सबैभन्दा मस्ट प्रिमियम फोन हो रेडमी नोट 14 प्रो प्लस 5G। यसको चाहिँ नेपालमा प्राइस स्टार्ट हुन्छ 49,999 50,000 बाट। त्यसमा तपाईले 8GB 256GB भेरिएन्ट चाहिँ पाउन सक्नुहुन्छ। अनि फाइनली यो पाली चाहिँ रेडमीले तपाईलाई रेडमी नोट 14 प्रो प्लस 5G मा चाहिँ वीगन लेदरको ब्याक दिएको छ। अनि मेरो विचारमा चाहिँ यसको डिजाइन एकदमै बवाल देखिरहेको छ। अब यो फोनमा प्रोसेसर चाहिँ क्वालकम स्न्यापड्रागन 7S Gen 3 भन्ने प्रोसेसर युज भएको छ। त्यसको साथमा चाहिँ LPDDR4X को र्याम अनि UFS 2.2 को स्टोरेजको कम्बिनेसन छ। अब डिस्प्ले चाहिँ यसमा 6.67 इन्चको चाहिँ 1.5K रिजोल्युसन भएको चाहिँ कर्भड एमोलेड डिस्प्ले युज भएको छ। 12 बिटको प्यानल हो, 3000 निट सम्मको पिक ब्राइटनेस छ भने कर्निङ गोरिल्ला ग्लास विक्टस 2 को प्रोटेक्सन छ। त्यसैगरी यसमा 200 मेगापिक्सलको चाहिँ OIS मेन क्यामेरा छ अनि 8 मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्स छ भने अगाडिपट्टि चाहिँ 20 मेगापिक्सलको चाहिँ सेल्फी क्यामेरा छ। ब्याट्री चाहिँ यसमा 5110 mAh को छ भने 120 वाटको फास्ट चार्जिङ चाहिँ यो फोनले सपोर्ट पनि गर्छ। बक्समा पनि आउँछ। गेमिङको लागि चाहिँ यसमा लिक्विड कुलिङ टेक्नोलोजी पनि छ। IP68 को साथमा पनि आउँछ भने इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरको साथमा पनि आउँछ। सो यो फोन चाहिँ 49,999 को प्राइसको लागि चाहिँ तपाईलाई कस्तो लाग्यो मलाई कमेन्ट सेक्सनमा भन्नु होला। यस्तै भिडियोको लागि तपाईले हामीलाई फलो पनि गर्नु होला।